म नेपाली एफएम निर्मित दिआई हो। अब सुन्नुहोस् आजको मुख्य समाचार। पहिलो समाचारमा गुल्मीको रुलक्षेत्र गाउँपालिका वडा नम्बर 5 स्थित काउले बगाउने सडक आजदेखि बन्द हुने भएको छ। त्यसैगरी बागलुङ नगरपालिकाले 15 दिनभित्र अतिक्रमण हटाउने निर्देशन दिएको छ। यता प्लास्टिकको बढ्दो जोखिमले मानव जीवनमा चुनौती थपेको छ। अर्को समाचारमा नवलपरासीमा ब्रेक फेल भएर ट्रेन दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। साथै निर्वाचन सुधारको मार्गचित्र र प्रेस काउन्सिलको साखबारे पनि चर्चा गरिनेछ। गुल्मीमा दुग्ध उत्पादन बढ्दै गए पनि किसान भने घट्दै गएको छ। अन्तर्राष्ट्रिय समाचारमा युद्धको भूराजनीतिक चक्रव्यूह र देश समृद्ध बनाउने आधारबारे विश्लेषण गरिनेछ। साथै 120 वर्ष अघिको गोरखापत्रको विशेष अङ्क पनि प्रस्तुत गरिनेछ। विस्तृत समाचारको लागि जानुहोस् nilonepal.com।